हेलो साथीहरु, तपाईलाई स्वागत छ फेरि पनि जे थापा मगरको नेक्स्ट भ्लगमा। आज म के गर्दैछु भने चाहिँ नि, आज म एकदम जिजी निम्दा कटिङ गरेर चाहिँ अब त्यसलाई चाहिँ फेरि पटिङ गर्दैछु है। म तपाईलाई देखाउने छु र म आज कसरी चाहिँ गर्छु भनेर, किन आज म त फ्री थिएँ नि त, घरमै थिएँ। त्यही भएर चाहिँ आज चाहिँ म अब किनभने मेरो जुन त्यो मानेको पात जस्तो हुन्छ नि सेतो सेतो, त्यो पनि त्यसको नाम थाहा भएन मलाई के भन्छ है। अन्त म त त्यति साह्रो फुलको त्यो मलाई फुलको आइडिया पनि छैन र मलाई त्यति साह्रो रहर पनि छैन नि त। अन्त त्यो चाहिँ म सार्नु गइरहेको छु र तपाईँलाई त्यो सारेको पनि देखाउँछु र त्यो पछि फुलेपछि कस्तो त्यो पनि देखाउँछु। मसँग हेर्दै जानुहोस् होला। यो चाहिँ मैले अस्ति नै सारेको थिएँ हो। अन्त चाहिँ नि म चाहिँ टाइमै नभएर चाहिँ मर्नु आँटेको रहेछ हो। अन्त चाहिँ म चाहिँ आज चाहिँ पानी हालेर सबै सुकिसकेछ मेरो यो फुलहरू। आफू घरमा बस्नु त आफू हो, पानीहरू हाल्दै झिरिर मजाले अस्ति भर्खर सारेको फुल्नु आँटेको छ। आज फेरि पनि म चाहिँ खुद सार्नु आँटेको भन्दाखेरि चाहिँ नि, जति पनि ठुल्ठुलो भएर गएर चाहिँ त्यसलाई चाहिँ म सारेर चाहिँ सानो यसरी पटमा सार्नु पऱ्यो भनेको, किनभने चाहिँ यति बेला सार्ने बेला अरे नि त। अन्त चाहिँ घरमा बसेको बेला चाहिँ सारिहाल्छु भनेर हो। अब यो पनि कटिङ गर्नु बेला भइरहेको छ हो। यो त अब अहिलेसम्म मर्नु चाहिँ मरेको छैन, तर यो चाहिँ सबैजना सुकेर चाहिँ यस्तो भइसक्यो कि यसलाई पनि अब यसलाई चाहिँ अप्रिलतिर कटिङ गर्नुपर्छ। यसलाई चाहिँ अहिले चाहिँ होइन, कटिङ गर्ने बेला पनि मलाई याद छैन। म चाहिँ किनभने अरू जति बेला गरेँ नि, अब त्यति बेला नै म चाहिँ सार्छु। मलाई एक्ज्याक्ट टाइम चाहिँ थाहा पाइनँ, अप्रिलतिर भनेको जस्तो लाग्यो हो। अनि त्यति बेला सार्छु म चाहिँ। यो गोदावरी पनि त्यति बेला हो, त्यति बेला चाहिँ बलुवामा सार्नुपर्छ। र साथी हो, मैले चाहिँ माटो पनि ल्याइसकेको छु। अब चाहिँ चाल्नुपर्छ, किनभने यो चाहिँ मेरो चाहिँ माटो नभएर चाहिँ मैले तल बारीबाट ल्याएको नि त। अब यसलाई चाहिँ म चालेर, अनि यहाँ चाहिँ यो सिडहरू छ, यो चाहिँ मर्नु आँटेको रहेछ कि मैले सायद नसारेर। अन्त यहाँनिर छ हो यसरी, यो बल्बहरू सार्नुपर्ने रहेछ। अन्त चाहिँ अब म चाहिँ माटो चालेर यसमा चाहिँ मल हाल्छु। मल चाहिँ म त्यो भर्मी कम्पोस्ट मल हुन्छ नि, जो गन्धेउनाले बनाएको त्यो मल हाल्छु। त्यहाँदेखि कालो माटो त्यसलाई मिक्स गर्छु, त्यहाँदेखि चाहिँ म यो भर्छु। र साथी हो, यो चाहिँ देख्नुहुन्छ कालो माटो हो। यो चाहिँ भर्मी कम्पोस्ट मल हो। यो चाहिँ माटो होइन, यो चाहिँ मल हो। र त्यो भर्मी कम्पोस्ट चाहिँ गन्धेउनाले बनाउँछ नि हाम्रो यता। त्यो गन्धेउनाले अब के गर्नु भनेको, के भन्नु मतलब अब हगेको भनौँ न है, नेपाली ठाडो भाषामा भन्छ है। यो चाहिँ गन्धेउनालाई हगेको मल। यो कालो माटो चाहिँ म सबै दुइटै किनेर ल्याएको हो। अन्त चाहिँ अब यो मिक्स गरेर चाहिँ अझै कसैले त पोलाइटहरू कुनि के हाल्छ हो। अन्त त जान्दिनँ, म चाहिँ यति नै हालेर चाहिँ यसलाई चाहिँ फिट्छु। अन्त चाहिँ म यसलाई कटिङ गर्छु सबै फुलहरू। बुढोमा ल्याएको है भर्मी कम्पोस्ट मल चाहिँ ल्याएको। अन्त यहाँ फेर्दैछु नि, रेडी गर्दैछु। अन्त यो बडामा चाहिँ मेरो कालो माटो छ। यो चाहिँ मेरो बेसी छैन नि त, हामीले यहाँ माटै पाउँछ भनेर चाहिँ कालो माटो चाहिँ कम्ती हाल्नु आँटेको। मैले यो रिपटिङ गर्नु आँटेको चाहिँ क्यालेडियम फुलको हो। र यसो चाहिँ म रिपटिङ गर्नु गइरहेको छु। मैले यो फुलको सिड चाहिँ यो ठाउँमा राखेको थिएँ हो। भरे यसलाई चाहिँ घाम पर्नु पर्दो रहेछ, मलाई थाहा भएन हो। यस्तो कचल्टिरहेछ। अब यसलाई नै म सार्नु आँटेको। साथी म चाहिँ यसरी फिटिसकेको छु। कालो माटो, अन्त यो भर्मी कम्पोस्ट मल हो। अब यसरी फिटिसकेको छु। अन्त यो पटको चाहिँ पिङ्क कलरको मेरो यसलाई क्यालेडियम के भन्छ होला हौ, थाहा भएन। किनभने मैले चाहिँ यो चाहिँ पटमा चाहिँ मैले पिङ्क कलरको लगाएको थिएँ, किनभने कलरको छ नि त यो। अन्त चाहिँ मलाई अब त्यसमा चाहिँ अब चिनोहरू केही लाउनु पनि यादै आएन, दिमागमा आएन। अब म चाहिँ सार्दैछु। अब यसलाई बिस्तारै यसरी झार्नु पऱ्यो, किनभने फेरि त्यो कालो आएको यसलाई साइडमा दिनु पऱ्यो, फेरि उयो हुन्छ होला हो। सबै सिडै मरिसकेको छ नि, यस्तो भइसकेको छ हो। ल्या मरिसक्दो छ नि, यो त टुसाउँदै मरेछ, यस्तो छ। अन्त मैले चाहिँ यहाँनिर नयाँ पट ल्याएको छु अस्ति। अब यो पटमा चाहिँ म भर्नु पऱ्यो। म चाहिँ यसमा अघि सबै मलहरू फिटिसकेको है। त्यति साह्रो मैले मिहिनेत गरेर चाहिँ केलाएको छुइनँ। अलिक अल्छी भएको कारणले गर्दा चाहिँ मलाई काम थालेपछि चाहिँ कहिले तुरुम हुन्छ नि त। मलाई त्यो मिहिनेत गरेर काम भन्ने नै आउँदैन। त्यही भएर चाहिँ अन्त चाहिँ अब यसरी भर्दैछु। अनि चाहिँ म चाहिँ यसो गर्छु, यसो अलिक खाँदियोस् भनेर नि। पछि फेरि यसरी खाँदैन भने चाहिँ पछि सुकेपछि त माटो पनि सुक्दो रहेछ नि त।
त्यो सुकेपछि त माथि त होइन तल पुगिरहेको हुन्छ हो। अहिले चाहिँ खाजा बनाउँछु। खाजा बनाएर चाहिँ मैले अब गाडेको यसलाई यसको हल्का यो टुप्पो चाहिँ निकाल्नुपर्छ नि त। मुख चाहिँ निकाल्नु भने चाहिँ फेरि यसले त अब के भन्नु हाम्रो मान्छेहरू चाहिँ सास फेर्नु पाउँदैन रहेछ चाहिँ मर्छ भनेर यो चाहिँ मैले सारिसकेको छु एक पट हो। अब अर्को पट चाहिँ फेरि यस्तो भइसकेको छ। पट पनि त पुरानो भइसकेको छ। यो त सिटै पाइनँ। ल्या मरिसकेछ नि यो त। मैले यस्तो उयो गरेँ कि हाउडामा यो मैले स्याहारै गरिनँ नि त। कुइन महिनामा रोप्नु पर्ने हो त्यो पनि थाहा भएन मलाई हो। एउटा भेटेँ मैले पटमा एउटै। अब यहाँ राख्नु पर्यो यसलाई चाहिँ। अब अरू हाल्नु पर्यो नि मैले यसलाई होइन। अरू पटको सबै पटको खनाउनु पर्यो। अब यसमा चाहिँ म यो पनि खनाएँ। यो पटै पार्छ चाहिँ हो। अब मैले यो पनि खनाएँ। यो पनि पटै गइसकेको छ। यो पनि सुकिसकेछ। यस्तो छ के गर्नु अब। अघि मैले खनाएको थिएँ कहाँ पाइनँ त। सब मरिसक्यो नि साथीहरू सबै मरिसकेछ मेरो फुल त। यो चाहिँ फ्यास भएर सबै सकिसकेछ ला। योपालि मेरो यो क्यालेडियम चाहिँ नहुने रहेछ नि हौ। अस्तिपालि त मैले सानो बनाएको थिइनँ। यो मेरो ग्यालेरीभरि थियो। अन्त कतिले मागेर पनि लिएर गयो, कतिले त्यसै पनि दिएँ हो। अब बेच्नु चाहिँ आँट हुँदैन मलाई चाहिँ। बेच्नु पनि माग्दै थियो कि किन्नु पनि। पर नर्सरी फुपूले मैले यो चाहिँ बेच्नु चाहिँ राखेको होइन, आफ्नै घरको लागि मात्रै उमारेको फुलाएको भन्दै भन्यो। त्यो चाहिँ एउटा पाएँ मैले। यस्तो छ के गर्नु अब। यो सङ्घ अफिसले सबै एउटा काम पनि गर्नु दिनु आँटेन। त्यहाँ जहाँ गाली खा, झगडा पर, आइज डिस्कस पर हो। आफ्नो घरको फुलहरू सबै मरेर केही छैन। आफ्नो घरको काम चाहिँ यहाँ बेपत्ता भइसक्यो हो। यो त मर्नु आँटेको रहेछ। सेतोबाट टुसा आउँदो रहेछ। यत्रोबाट टुसा आउँदो रहेछ। साथी आज एउटा के कुरा जान्यो भन्दा पनि नि यो सिड छ नि जुन यो चाहिँ बलुवा पनि अलिक मिक्स गर्नुपर्ने रहेछ। हेर्नुहोस् न मैले एउटामा चाहिँ बलुवा पनि यसरी हल्का बलुवा चाहिँ देख्नुहुँदैछ। यहाँ बलुवा पनि छ हो। यहाँ बलुवा पनि मिक्स गरेको थिएँ कि म चाहिँ मजाले चाहिँ राम्रै बसिरहेको छ। अरू त अब कतिसँगैकोहरू चाहिँ पुगिसकेको छ होइन। यो चाहिँ बलुवाले साथ अझै एक दुईपल्ट पानी हाल्दा पनि सोसिएर राखेको होला नि त पानी। हेर्नु राम्रै छ बल्बी। यसमा चाहिँ हल्का चाहिँ बलुवा पनि मिक्स गऱ्यो भने चाहिँ राम्रो हुने रहेछ। त्यो चाहिँ आज मैले थाहा पाएको है। मैले याद थिएन। मैले यो एउटा पट खनाउँदाखेरि चाहिँ मैले बलुवा पनि हालेको रहेछु, मिक्स गरेको रहेछु। र बलुवा मिक्स गरेको चाहिँ बल्ब चाहिँ राम्रै छ। नभए अरू बलुवा मिक्स नगरेको बल्ब चाहिँ यसरी कुहिसकेको छ। साथी अब चाहिँ मैले यो पनि सार्नु आँटेको चाहिँ सिनेरी मात्रै हो। तपाईँले भिडियोमा यति दामी क्लियर चाहिँ देख्नु हुँदैन होला। यो चाहिँ यस्तो छ नि त हो। अब यसलाई पनि म बलुवा मलहरूले मिक्स गरेर पनि आँटेको छु। साथीहरू मैले चाहिँ अब सक्नु आँटेको छु हो। र तपाईँलाई चाहिँ यो यहाँ हेर्नुहोस् म के देखाउनु गइरहेको छु। भर्मी कम्पोस्ट बनाउने गनेउला। मैले यो मल हालेको कि यो मलमा चाहिँ पुरा गनेउला रहेछ है। अब यसले नै पुरा गेजेङ बनाउँछ। अहिले त चाहिँ हाम्रो टास्टिङ एरियामा जुन हाम्रो एरियामा त एसएससीको दिदीबहिनीहरू चाहिँ पुरा यस्तो लाउनु थाल्नु भएको छ। प्याकेट बनाएर सुकाएर मतलब उहाँहरूले चाहिँ बेच्नुहुन्छ हो। 80 रुपियाँ प्याकेट कसरी प्याकेट हेर्नुहोस् पुरा रहेछ। अघि मैले जुन भर्मी कम्पोस्ट मल युज गरेको थिएँ नि त्यसमा चाहिँ फेरि म यसरी पटमै हाल्छु यसरी नै। फाइनली साथीहरू म चाहिँ साडी पनि सकेको छु। यहाँ चाहिँ सानो टुसा पनि निस्किरहेको छ। यो चाहिँ अब यस्तो भर्खर सारेको। अब हेरौँ कति दिनमा टुसा मजाले आउने रहेछ र फुल्ने रहेछ। अनि त्यो भिडियो पनि तपाईँलाई देखाउने छु। साथीहरू काम पनि सकेर पनि हत्तु भयो कि
बसेर गरेको कामले पनि थाकेँ। अन्त चाप पनि लाग्दै गयो हो। खाना पनि नपकाइकन बाहिर बाहिर कामै थियो नि त। बिहानदेखि बिजी, स्कुल टाइममा त झन् बिजी नै हुन्छ होइन। अनि त्यसैमा चाहिँ अब खाना पकाउनु पनि रेडी हुँदैछु। म चाहिँ कुकर हेर्दैछु होइन। अब कुकरमा चाहिँ खाना छैन जुन म नानीको लागि लन्च बनाएको थिएँ नि त। अन्त चाहिँ उब्रेको होला भनेर चाहिँ सोचेको थिएँ होइन। भरे त त्यो पनि छैन रहेछ। अब चाहिँ पकाउन आँटेको किनभने भोक क्विक्कै भइसक्यो। म त अब छ होला त्यही खान्छु अलिअलि। त्यहाँदेखि बेलुका चाहिँ नानीसँग मजाले खान्छु भनेर सोचेको थिएँ। सो होइन अब म खाना बसाउँछु। चिया पनि रेडी भयो साथी हो। अब म चिया पिउँदै एकछिन बस्छु। त्यहाँदेखि चाहिँ फेरि पनि मेरो लुगा धुने काम छ। तपाईँलाई चाहिँ मेरो ब्लग चाहिँ लामो जान्छ किनभने तपाईँलाई दिनभरिको रुटिन चाहिँ म तपाईँलाई के गरेँ भनेर चाहिँ देखाउँदैछु है साथी। म चाहिँ खानासाना खाएर पनि हो अन्त चाहिँ लुगा चाहिँ धुनु भ्याइन। तर म चाहिँ अब फेरि भाइको घर जाँदैछु किनभने भाइको बुहारी चाहिँ ड्युटीमा जानुभएको छ। ड्युटीमा चाहिँ उनीहरूको ट्रेनिङ परेको छ आशाको। अनि मेरो भाइ चाहिँ पल्टनमा छ। अन्त सो सानो नानी चाहिँ घरमा छोडेको छ नि त 1.5 वर्षको। अन्त चाहिँ सासुआमा आउनु भएको छ अहिले। अन्त नानी हेर्ने बहिनी त आउनुहुन्छ तर पनि अब भाइ फुपूहरू है बहिनी जानुहुन्छ अरे आमा पनि जानुहुन्छ अरे कि मलाई पनि जाउँ न भन्नुभयो कि अन्त हिजो पनि गएको थिएँ होइन। आफ्नो बधाई हो। अन्त बल्ल बल्ल हिँड्नु सिक्दैछ नि त। आइज भन्यो भने त निकै हिँड्छ कि। अन्त त्यो उसको फर्स्ट हिँडाइ कस्तो मजा खुसी लाग्दो रहेछ क्या उनीहरूको हिँड्दा नि। अन्त हामी चाहिँ खुसी भएर उसलाई अझै हिँड त भन्दै हिँड्नु लाएर हामी चाहिँ खुसी हुँदै हेरिबस्छ नि त ताली मार्दै। एक प्रकार खुसी हुन्छ क्या नानीहरू त्यसरी फर्स्ट स्टेप हिँड्दा। अझै त्यो फर्स्ट पाइला चालेको चाहिँ उसको बाउले देख्नु पाएको छैन। उसको बाबाले ड्युटीमा भएको कारणले गर्दा। अन्त हामी चाहिँ जानु आँटेको नानीलाई हेर्नु। बेलुका चाहिँ आमाहरू हुनुहुन्छ र भोलि चाहिँ अब हामी म र बहिनी गएर बस्ने। सासूआमा जानुहुन्छ नि त उहाँको पनि घर हेर्नु पऱ्यो हो। जाँदैछु माथि घर आमा भएकोमा आउँदैछु। आमा बहिनी म जाने तपाईँहरू देखाउँछु है मेरो भदै कसरी हिँड्छ भनेर। दिनभरिको काम चाहिँ मेरो यसरी हुन्छ साथी। घर बस्यो भने पनि अरूले भन्छ कि कसरी भ्याउँछ हौ आमा यता काम पनि गरिरहेको उता पनि गरिरहेको नाची पनि रहेको भ्लग पनि बनाइरहेको भिडियो पनि बनाइरहेको सबै गर्छ त भन्छ कि जहाँ चाह वहाँ राह भने जस्तो। अब घरको काम छ कि म पनि अब आफ्नो फ्यामिली पनि टाइम दिँदैछु होइन। सबभन्दा चाहिँ म हुनु नि त होइन। हो के छैन साथी हो भनौँ है कमेन्टमा लेखौँ है। त्यो साथी बाक्लो यत्रो भइसकेको छ हो। मकै पनि यत्रो भएको छ। म चाहिँ जाँदैछु बुहारीको घरपट्टि बस्दै बाक्लो जस्तै कान्ला भएर हिँड्दैछु। हिँड्नु बहिनी चाहिँ घरको जाँदैछ। आमा चाहिँ आउनु हुँदैछ पछाडि। अनि तर चाहिँ हरियो भएको चाहिँ लेडिज फुल है। अब चाहिँ बाटो अर्ग्यानिक बाटो भन्दा पनि हुन्छ। त्यो म चाहिँ जाँदैछु। आमा चाहिँ पछाडि आउनुहुन्छ अरे। आमा त ढिलो हिँडेको चाहिँ त्यही माथि ढिलै छ। हामी चाहिँ अलिक जाँदै गरेको नि त अगाडि। कसको सुँगुर जाँदैछ भोलि घोच्नुको लागि होला है। बिचराहरू अलि घोच्दा कस्तो चाहिँ हुन्छ है। मलाई क्रिसको मायाले जाँदैछु साथी। म चाहिँ पुग्न आँटेको छु घरमा। मेरो भदै के गर्दै होला। भोलिको लागि रेडी गरेको होला हौ सुँगुर काटेको होला बाबुरामकोमा। ए होला के गरेको यस्तो कराएको छ त। पछि हिँड्दैछौँ हामी चाहिँ घर पछाडि हामी चाहिँ पुग्न आँटेको नि त। होइन यो फुल कस्तो रहेछ है कुकुरले यान्स फुलहरू उहिले पुग्दो रहेछ है ल त्यसको अहिले तेरो कलुवाको अहिले हाम्रो इन्ट्री भइसकेको छ। इन्ट्री छैन कस्तो अन्धेरो